दर्शकबिन नमस्कार, म प्रेम चौहान यहाँलाई हार्दिक स्वागत गर्दछु। आज हामी जनकपुर धाम उपमहानगरपालिका 25 को श्री कन्ट्री झा नमुना माध्यमिक विद्यालयबाट आज यहाँको विशेष कुराकानी तपाईहरुलाई देखाउन गइरहेका छौं। यहाँ विद्यालय व्यवस्थापन समितिको विधिवत चुनाव भएर 27 महिना लगभग भइसक्यो। यस विषयमा र साथै यहाँ शिक्षाको समस्या र यहाँका भएका सम्पत्ति र यस विद्यालयको माथाका बच्चाहरूको भविष्यको विषयमा विशेष रूपमा हामी चाहिँ रिपोर्टिङ गर्दै हामीलाई यहाँका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले यस विषयमा बुझिदिनको लागि अनुरोध गर्नुभएको थियो। यसै सिलसिलामा हामी जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 25 को कन्ट्री माध्यमिक विद्यालयमा आइसकेका छौं। यस विषयमा प्रत्यक्ष रूपमा उहाँहरूसँग हामी बुझ्ने कुरा गर्छौं र उहाँहरूलाई अनुरोध गर्छौं कि सत्य तथ्य कुरा चाहिँ मिडिया मार्फत राखिदिन हुन अनुरोध गर्दछु। तपाईको परिचय? हाम्रो परिचय म मोहम्मद कलाम, श्री कन्ट्री झा नमुना माध्यमिक विद्यालयको एउटा म निर्वाचित सदस्य। म चुनावमा भाग लिएका छौं। यहाँ धेरै पढाइ लेखाइको दुर्भाग्य कुरा थियो। पहिला राम्रोसँग पढाइ हुँदैन थियो। पहिला यहाँ जहाँ तहाँ कारोबार राम्रोसँग पहिला चलिरहेको थिएन। अहिले म चुनावमा भाग लिए थियो कि यो स्कुलको बच्चाहरूको भविष्य बनाउनको लागि मैले यहाँ आए थियो। म स्कुलको सुधार गर्नको लागि आए थियो। बच्चाहरूको सुधार गर्नको लागि आए थियो। बच्चाहरूको भविष्य बनाउनको लागि म आए थियो। यहाँ बच्चाहरू 1 देखि 10 क्लाससम्म पहिला थियो। हाम्रो समयको पालामा थियो 11 से 12 से विद्यार्थी थियो। अहिले बच्चा 7 से 8 से सम्म आइसक्यो। तर बच्चाहरूको पढाइ लेखाइ नराम्रो भएकोले अरू स्कुलमा गए थियो। बच्चाहरू गइसक्यो। तर बच्चालाई सोद्धाखेरि भन्छ कि पढाइ राम्रो हुँदैन। त्यहाँ पढाइ हुँदैन राम्रो त म जुन ठाउँमा पढाइ राम्रो हुन्छ त्यहाँ बच्चाहरू जान्छ। त म त्यो सोचेर सोधेर मलाई एकदमै क्रोध भयो। मलाई धेरै तकलिफ भयो कि जुन स्कुलबाट मैले पढेको त्यो स्कुलमा बच्चाहरूले पढ्दैन राम्रोसँग, भविष्य राम्रोसँग बन्दैन। यो हाम्रो एरियाको स्कुल हो, हाम्रो वार्डको स्कुल हो। त्यही भएर एकैछिनमा रोक्न चाहे, त्यही भएर तपाईहरुलाई विद्यालय परिवार भनेर विद्यालय व्यवस्थापन समिति बनाइएको हो। आज चाहिँ हामीलाई मुख्य बोलाउनको कारण के हो त्यो चाहिँ खोल्नुस् न। तर हामीलाई त्यो यहाँ हामीहरू एउटा पारिवारिक रूपमा स्कुल हामीहरू देखिरहेछौँ। तर स्कुलमा पढाइ राम्रो नभएकोले हामी निर्वाचितमा भाग लियौँ। त्यो भागमा हामीहरूले अभिभावकहरूले मलाई जितायो कि स्कुल सुधार गर्छ, स्कुलमा पढाइ लेखाइ राम्रो हुन्छ। त्यो भएर मलाई बोलायो। तर यहाँ हामीहरूले जिते। 4 जनाले हामीहरू निर्वाचित सदस्यमा जितेछौँ। तर अहिलेसम्म यहाँको हेडमास्टरले निर्वाचित सदस्यको समिति पूर्णता गरेकै छैन। तर 27 महिना भइसक्यो। तर अहिलेसम्म समिति पूर्णता गरेको छैन। तर पढाइ पनि राम्रो भइरहेको छैन। तर मेरो विचारमा थियो कि स्कुल 1 देखि 5 क्लाससम्म इङ्ग्लिस मिडियम पढाइ राम्रोसँग गरे भने यहाँको बच्चाहरूको भविष्य राम्रो हुन्थ्यो। स्कुलमा 11 क्लास 12 क्लाससम्म चलिरहेछ। तर विद्यार्थी छैन। 11 क्लाससम्म परीक्षा पनि लिइरहेछ यहाँ। तर परीक्षा लिँदाखेरि तर पढाइ हुँदैन। 11 क्लाससम्म 12 क्लासमा पनि पढाइ हुँदैन। त मैले सोचेँ कि 11 क्लास 12 क्लासमा पनि म विद्यार्थीलाई जुन एसएलसीमा पास गरेर जान्छ यहाँबाट अरू ठाउँमा पढ्नको लागि, त्यो विद्यार्थीलाई यहाँ 11 क्लास 12 क्लासमा एडमिसन गराएर यही पढाइ गर्छु म। त्यो सोधेर विचार गरेर हामी यहाँ आए थियो। तर यहाँ देखिरहेछौँ 11 क्लासमा परीक्षा लिन्छ तर पढाइ हुँदैन। भन्छ कि पढाइ यहाँ विद्यार्थी रहँदैन। यहाँ धेरै दुर्भाग्यको कुरा हो। तर विद्यार्थीलाई यो टिचरलाई सोद्धाखेरि टिचरले भनिरहेछ कि होइन यहाँ त 11 क्लास मात्रै रहेछ, दर्ता मात्रै गराएछु।
तर विद्यार्थीले पढ्दैन। यहाँबाट कहाँबाट खर्च ल्याउने, कहाँबाट यी गर्ने। तो मैले सोचेँ कि यहाँ त 29 बिघा जमिन छ, 29.5 बिघा जमिन छ, तर 29 बिघाको आम्दानी कहाँ गएछ? 29 बिघाको आम्दानी खोइ त। उसले भन्छ कि जुन मान्छेले लिएछ त्यही खाइरहेछ। त ठिक छ, म आउँदाखेरि त्यो 29 बिघाकोमा पोखरी पनि छ, 4 बिघा 5 बिघाको पोखरी पनि छ। त्यो पोखरी 1,30,000मा अर्काले खाइरहेको थियो। त्यो हेडमास्टरसँग मिलेर त्यो चिठी कटायो, तर उहाँले चिठी काट्यो, फेरि त्यो टेन्डरमा पनि लगायो। टेन्डरमा अहिले 7,02,000 सालको दिइरहेछ। पहिला 1,30,000मा खाइरहेको थियो। त्यो सफेदा, त्यो मुहारमा धेरै थुप्रै सफेदाहरू थियो, त्यो सफेदा पनि काटिसक्यो। एकचोटि होइन 4 चोटि कटाइसक्यो, तर हेडमास्टरले केही वास्ता गरेन त्यो सफेदालाई। वार्ड अध्यक्षले पनि कुनै किसिमको वास्ता गरेन। फेरि स्कुलको सम्पत्ति पहिला को कहाँ खान्थ्यो त्यो त हामीलाई त्यति अन्दरमा जाँदैन, तर यहाँ विद्यार्थीहरूले 1 क्लासदेखि 5 क्लाससम्म सोध्छु त भन्छ 250 विद्यार्थी छ। तर परीक्षामा 70-75 जना 80 जना मात्रै परीक्षा दिइरहेछ। 250 विद्यार्थी खोइ त। हेड सरले भन्नुहुन्छ कि त्यो विद्यार्थी आएन, कसैलाई तबियत खराब भयो होला, कसैलाई कहीँ बाहिर गयो होला। त मैले भने कि हेड सरलाई कि सर त्यो त घरमा जानुपर्छ, त्यसको किन आएन? उहाँहरूले त जन्म दर्ता दिएछ, जन्म दर्तामा हेर्नु त्यसको घरको त टेलिफोन होला, मोबाइल नम्बर होला, त्यो मोबाइलमा सोध्नुहोस् उहाँसँग किन आएन विद्यार्थी। विद्यार्थीले नआएपछि म त्यसको घरमा जान्छु, मेरो विचारमा त घरमा जान्छु, त्यहाँ गएर बोलाएर ल्याउँछु, पढाइ पनि राम्रो गराउँछु। तर उनीहरूले वास्ता गर्दैन। हेड सरले त कुनै किसिमको वास्ते नगरेकोले अब हामीलाई धेरै अपत्य दुःख परेछ। अहिले 27 महिना भइसक्यो, समिति पूर्णता पनि गरेको छैन। तर कुनै किसिमको मिटिङ हुन्छ, हामीहरूलाई जानकारी नदिएकन उसले आफै पास गर्छ। वार्ड अध्यक्ष मिलेर, हेड सर मिलेर पास गरेर के काम गर्छ, के काम गर्छ ठेगानै छैन। एकछिनको लागि वाल टुटे फाटेको छ, भाँचेको थियो, वाल पनि हेर्दा हामीहरूलाई जानकारी दिएन। ग्राउन्डमा पनि यो 25 लाखको बजेट खर्च गर्यो। 25 लाखको 1 तल्ला 3 तल्ला बनायो, 3 तल्ला 2 तल्ला पहिला थियो, 1 तल्ला माथि बनायो, तर हामीहरूलाई जानकारी दिएन। हेड सरलाई सोध्छु भन्छ कि मलाई पनि जानकारी छैन। यदि हेड सरलाई जानकारी छैन भने कसरी यो 3 तल्ला माथि एक घर बनायो, कसरी घर बनायो? त यो सब हामीलाई दुःख भइरहेछ कि हामीहरूलाई निर्वाचित सदस्य भएर हामीलाई जानकारी नदिएकन, तर उहाँले कसरी, उहाँलाई कसले अर्डर दिएको उहाँलाई घर बनाउनको लागि? उहाँ के चोरी हुन्छ, के हुन्छ, कति के लाग्छ, त्यो कसले निगरानी गर्छ? त्यो निगरानी गर्ने पनि छैन। कोही छुट्टीमा बनाएछ, यो विद्यालयको छुट्टीमा कारोबार भएछ। तर फेरि स्कुलमा यो हाम्रो 250 विद्यार्थी छ, तर 70-75 जनाले विद्यार्थी परीक्षा दिएछ, तर अरू मान्छे छैन। कहाँ छ? त्यो डायरी चेक गर्नुहोस्। म डायरी चेक गर्नलाई मैले भनेको, त्यसको फोटोकपी गर्नलाई म मागेको, तर फोटोकपी गर्न दिँदैन। यो के हो? हेड सरको के हो विचारमा? के हामीलाई अधिकार छैन? हामीलाई कुनै काम गर्नलाई छैन कि? हामीले त जुन काम गर्नलाई चाहन्छौँ कि यो स्कुल सुधार होस्, राम्रो होस्, हाम्रो गाउँको नाम चल्छ, हाम्रो 25 नम्बर वार्डको काम चल्छ। यी तुनकोरियामा हेर्नुहोस्, सबभन्दा पहिला यो 10-20 वर्ष पहिला कति नाम चलिरहेको थियो बामनगामा हाई स्कुलको, श्रीकण्ठी नमुना माध्यमिक विद्यालयको कति नाम चलिरहेको थियो, अहिले कति 0 पोइन्टमा भइसकेछ। अहिले के हो? धन्यवाद। अहिले के हो? एकछिन अरू के छ? त्यो नाम डेट गर्नुहोस्। त्यो खाजा भत्ता पनि आइरहेछ यहाँ एकजना विद्यार्थीको 20 रुपियाँ। यहाँ 250 विद्यार्थी छ, विद्यार्थी उपस्थित छ परीक्षामा 70-75 जना। त्यो खाजा कहाँ जान्छ? त्यो खाजाको रुपियाँ कहाँ जान्छ? छात्रवृत्ति आउँछ 400 रुपियाँ सालको, त्यो 400 रुपियाँ कहाँ जान्छ? 3 साल पहिला बटाएको छु, 2 सालदेखि हामीलाई खोज्दैन। जुन समयमा खोजी थियो 1 साल खोजेको, तर 1 सालसम्म कतिजनालाई बाटियो त्यसको पनि हिसाब किताब दिएन। यहाँको हेड सरले त कुनै किसिमको त वास्ते गर्दैन के। भन्छ कि वार्डलाई जानुहोस्, वार्डको यहाँ जानुहोस्, वार्डलाई बोलाउनुहोस्, तब समिति म पूर्णता गर्छु। नगरपालिकामा जानुहोस्, मेयरसँग सोध्नुहोस्, अन्जु म्याडमसँग सोध्नुहोस्, हेड नगरपालिकामा गएर हाकिमसँग सोधी गर्नुहोस्, तब समिति पूर्णता गर्छु म। तर उहाँले कुनै किसिमको वास्ता गरेन।
त्यसको पनि रेकर्डिङ पनि म लिएर राखेको छु। सरलाई भनेपछि म रेकर्डिङमा सुनाउँछु सबैलाई। तर यहाँ कति नोक्सान छ, मसलन खर्च कति आउँछ स्कुलमा त्यसको पनि हिसाब किताब दिइरहेको छैन। कति आम्दानी जम्मा भयो स्कुलमा त्यसको पनि हिसाब किताब दिइरहेको छैन। त धेरै समस्या छ। तर विद्यार्थी समितिको यदि पूर्णता दिए भने स्कुल त धेरै राम्रो हुन मैले सोधेको विचारमा थियो कि धेरै राम्रो म गर्छु। समिति के सदस्य छिए, ये समिति अपने सब कई बाजी मीटिंग कैलिए, कई बाजी बैठक कैलिए, केना का काज करे छे कनी बता दियो। 27 महीना हम सब काज कैली, कोनो निर्णय नहीं हमरा सबके देलकै। 4 गो जे निर्वाचन छी ने तेरा कोनो निर्णय नहीं देलकै। सब धक्का मार के घर ऐसे बेलगाड़ी स्कूल से बेलगाड़ी है हमरा सबके। हम चल जाइ छी घरे, कोनो बैठक होई, बैठक में कोनो निर्णय 10-15 सेहो भाग जाइ है, सर सतिन सेहो भाग जाइ छथिन, केकरो कोनो वैल्यू नहीं द रहल है स्कूल में। हम सब कथी करी। हम सब अब 4 गो महिला, 2 गो महिला छै, 2 गो पुरुष छै, हुनका सबके कोनो वैल्यू नहीं देने है। 4 गो आबै छी आ कोनो निर्णय हमरा सबके नहीं कर रहल है। सर तपाई विद्यालय व्यवस्थापन समिति 27 महीना भयो, के छ अवस्था विद्यालय व्यवस्थापन समिति को बताउनुहोस् त। सर नमस्कार सर, म सुरेश कुमार मण्डल, घर चाहिँ भोइल हो, यो जनकपुर वार्ड नम्बर 18। म यो विद्यालय व्यवस्थापन समितिको जुन अब चुनाव भएको बेलामा चाहिँ हामीले चाहिँ यो चुनाव प्रक्रियाबाट चाहिँ यो विद्यालय व्यवस्थापन समितिको गठन भयो। त्यसमध्ये हामी 4 जना चाहिँ छनौट भयो। छनौट भइसकेपछि हामीले अब त्यो प्रमाणपत्रसहित हामी पाइसक्यौँ। अब हाम्रो यो समितिलाई पूर्णता दिनको लागि हामीले पटक चाहिँ बैठक बस्यौँ। बैठक बसिसकेपछि त्यसमा धेरै कुराहरू आयो। त्यसमा अब आयो के भने अब ठिकै छ, हाम्रो चाहिँ आपसी समझदारी नमिलाउँदा हामीले चाहिँ त्यसलाई कसरी चाहिँ पूर्णता दिने अथवा यो समितिलाई कसरी विद्यालय एसएमसीलाई चाहिँ पूर्णता दिने भनेर हामीले चाहिँ एकदम प्रयास गऱ्यौँ। चौतर्फी प्रयास गऱ्यौँ। हामी यहाँको बुद्धिजीवी सर्कल अथवा टिचरहरू लगायत वार्ड प्रतिनिधिहरू लगायत हामीले चाहिँ 4-5 चोटि बस्यौँ। बैठक बसेपछि हामीले निष्कर्षमा आउन सकेन। त्यसमा के भयो, विवादित भयो भने 2टा मनोनीतले गर्दा चाहिँ हाम्रो यो विद्यालय व्यवस्था समितिको जुन हुनुपर्ने त्यसमा चाहिँ विवादित भयो। त्यसमा चाहिँ हामीले अब ल त्यस्तो विवादित हुँदाखेरि हामीले समझदारी अथवा बहुमतको हिसाबले पनि गठन हुनुपर्ने जस्तै प्रक्रिया छ अहिले। जब त्यो सहमति भएन भने बहुमत प्रक्रियाले चाहिँ गठन गर्ने। तैपनि हामीले बहुमत प्रक्रियाबाट पनि गठन गर्नको लागि प्रभासँग वार्ड अध्यक्षसँग रिक्वेस्ट गरे। रिक्वेस्ट गर्दा पनि होइन ठिकै छ हामी गठन गर्छौँ भनेर हामी अन्तिम प्रक्रियामा आयो कि हामी बहुमतको तरिकाले पनि हामी यो समितिलाई पूर्णता दिने। अनि समिति भइसकेपछि समितिको के छ त, त्यो विद्यालयलाई कसरी व्यवस्थित गर्ने, विद्यालयलाई कसरी राम्रो, हाम्रो पनि मनमा धेरै ऊर्जा थियो नि त। अब जस्तै नि समाजसेवी, शिक्षा प्रेमी, बुद्धिजीवी हैन, अनि चन्दादाता यस्तोबाट चाहिँ जुन विधानमा छ हैन, त्योबाट 2 जना चाहिँ छनौट गर्नुपर्ने। कहाँनिर अर्को कुरा किन मिलेन त? त्यही अब यहाँ के छ भने अब यो के चन्दादाता भनेपछि ठोस व्यक्ति चाहिँ हामीले प्राप्त भेटाएनौँ। त्यसपछि अब बुद्धिजीवी शिक्षा प्रेमीबाट लिनुपर्ने भने त्यसबाट चाहिँ अब दुई पक्षले चाहिँ 2टा व्यक्ति चाहिँ त उभिनु भयो। यतापट्टि समितिबाट 1 जना अनि उता अध्यक्षजीले पनि पहल गर्नुभयो, 1 जना हामीले पनि 3 जना भयो। तर छनौट गर्नुपर्ने 2 जना। त्योमा चाहिँ हामीले के गर्ने त भने बहुमत प्रक्रियामा जाउँ भनेर हामीले समझदारी गऱ्यौँ। ल ओके भयो, ठिकै छ। अब बहुमत प्रक्रियाबाट हामीले चाहिँ छनौट गर्दा यताबाट चाहिँ अब बहुमतको आउने व्यक्तिलाई न हेड सरले न वार्ड अध्यक्षले चाहिँ स्वीकार नगर्ने, होइन यो हुँदैन भनेर उसले बैठकबाट उठेर भाग्ने, यस्ता कुराहरू पनि भयो हैन। त्यसपछि तैपनि हामीले पटक कहाँ जानुपर्ने, शिक्षा कार्यालय जानुपर्ने अथवा सिडिओ कार्यालय जानुपर्ने कि मन्त्रालयसम्म जानुपर्ने वा केवल पालिकामा जानुपर्ने, सबै ठाउँमा हामीले चाहिँ पत्रसहित हाम्रो प्रमाणसहित चाहिँ हामीले पेश गरेका छौँ। त्यो पेश गर्दाखेरि त्यहाँबाट पनि पटक चाहिँ विद्यालयलाई चाहिँ निर्देशन दिनुभएको छ, चिठी दिनुभएको छ, होइन सर तपाईँ यति शीघ्र चाहिँ त्यो विद्यालय व्यवस्था गठन गरिदिनुहोस् भनेर रिक्वेस्ट पनि गरे हो शिक्षा कार्यालयले पनि नगरपालिकाले पनि। त्यही पनि त्यो चिठीलाई पनि वास्ता नगर्ने। अनि त्यसपछि अब बिचमा धेरै कुराहरू भयो। अब यो भित्र के छ भने त्यो कुरा हामीले अहिलेसम्म थाहा
पाएको छैन, किन त्यो गठन भइरहेको छैन अथवा पूर्णता किन दिइरहेको छैन, यो बिचमा के कता अलिक ऊ छ कि मनमा केही छ भने खुलेर भन्दा पनि हुन्छ। हामी के भन्छौँ भने हामी आपसी समझदारी गरेर हामी चाहिँ गठन गर्छौँ। हाम्रो जुन मनमा हाम्रो जुन ऊर्जा थियो, हामी जस्तै यो विद्यालयले कसरी बनाउन सकिन्छ भने त्यो कुरा हाम्रो मनमा थियो, त्यो त हाम्रो मनभित्र नै पस्यो होइन। हामीले चाहिँ त्यो राम्रो गर्न सकेन। हेड सरलाई मैले पटक पटक सर तपाईँ मिटिङ बसाउनुहोस्, बिना मिटिङको कुनै कुरा चाहिँ हुनै सक्दैन, किनभने मिटिङ भएपछि न छलफल हुन्छ, छलफल हुनेपछि न त्यो कार्यान्वयन हुन्छ अथवा त्यो कार्यक्रम हुन्छ। अनि हेड सरले बिचमा त पटक पटक 2 महिनापछि मिटिङ बसायो, त्यसपछि 1 साल 1.5 सालदेखि एकचोटि पनि मिटिङ बसाउनु भएको छैन। अब विद्यालयमा जुन कार्यक्रम हुन्छ सरले आफूले अब कुन तरिकाले गर्नुहुन्छ त्यो हामीलाई पनि थाहा छैन। त्यही जिज्ञासाको लागि हामी पनि यहाँ उपस्थित छौँ होइन। विद्यालय व्यवस्थापन समिति लगभग 27 महिना भइसक्यो होइन। यस विषयमा हेड सरसँग पनि अलिकति प्रतिक्रिया लिन गइरहेका छौँ। सर, यो विद्यालय व्यवस्थापन समिति जुन 27 महिनादेखि 4 जना समितिको प्रक्रियागत चुनाव भएर उहाँहरू चाहिँ सम्मानित हिसाबले निर्वाचित हुनुभयो, जित्नुभयो होइन। त्यसपछि जुन बुद्धिजीवी, समाजसेवी लगायत शिक्षा क्षेत्रमा योगदान दिएको व्यक्तिहरूबाट 2 जना, विद्यालय परिवारबाट 1 जना होइन, अनि वार्डबाट चाहिँ के छ व्यवस्था होइन, त्यसको बारेमा अलिकति किन रोकिएको छ होइन, जिज्ञासा उहाँहरूको छ र जिज्ञासाको अलिकति उत्तर दिनु होला। नमस्ते, मेरो नाम शैलेन्द्र कुमार मल्लिक हो। म यस स्कुलको प्रधानाध्यापक छु। म अलिकति पछाडि नै पहिले जान्छु, त्यसपछि म भन्छु। म पनि यो स्कुलको विद्यार्थी पनि हुँ। 2043 सालमा यो विद्यालयबाट एसएलसी पास गरेको विद्यार्थी हुँ र म पनि यो विद्यालयले धेरै नजिकबाट हेरेको छु हैन। म पहिला हेड टिचर भएको त मलाई 2 वर्ष मात्रै अब हुन लाग्यो, 2 वर्ष पुगेको पनि छैन। त्योभन्दा पूर्वको हेड सरको पालामा यो चुनाव भएको थियो। त्यति बेला चुनाव हुँदाखेरि उहाँहरू 4 जना निर्वाचित हुनुभयो। त्यसपछि मैले उहाँहरूलाई पनि भने कि कतिचोटि मैले पहल गरेँ त्यो पूर्णताको लागि। मैले वार्डलाई कतिचोटि भने, त्यसपछि नगरपालिकाले भने, अब उहाँहरू आफ्नो आराममा, उहाँ आफ्नो आराममा। त्यसपछि मैले उहाँहरूलाई एक विकल्प दिएँ, यसो गर्नुहोस्, तपाईँ ठिक छ, तपाईँ 2टा लिनुहुन्छ लिनुहोस्, अध्यक्ष उता दिनुहोस् या अध्यक्ष लिनुहुन्छ भने यता दिनुहोस्, किनकि अब केही ब्यालेन्स त मिलाउनु पर्यो दुवै पक्षलाई। अब कुनै पनि विद्यालय चलाउनको लागि समितिको त पूर्ण सहयोग हुनै पर्यो, तर सबभन्दा बढी त्यसमा स्थानीय निकायको पनि त्यतिकै भूमिका हुन्छ। स्थानीय निकायलाई यदि हामी त्यसको कोअर्डिनेसनमा यदि चलेनौँ भने के हुन्छन्, विद्यालयलाई विभिन्न तरिकाले विभिन्न सिफारिसहरू पनि लिनुपर्ने हुन्छ हैन। विद्यालयको गतिविधि सञ्चालन गर्नको लागि त्यसमा अप्ठ्यारो पर्छ। त्यति बेला के भयो, अब वार्ड अध्यक्षजीको तर्फबाट कि म मान्दैन यो कुरो, अनि मैले तापनि एक दिन यहाँ गठन गराउनैको लागि व्यवस्था गरेको थिएँ। पुरै आज गठन गरेरै छाड्छु। त्यसपछि के भयो, यहाँ 2टा ग्रुपमा यस्तो अवस्था आयो, बाहिर 300-400 जना थियो, यहाँ मारामारको स्थिति भयो। त्यति बेला भन्नुहोस् तपाईँ कि मैले यदि गठन गरेर मेरो सुरक्षाको ग्यारेन्टी कसले लिन्थ्यो? म यहाँ डेली विद्यालय आउँछु, बाटोमा यदि केही हुन्थ्यो भने मेरो ग्यारेन्टी के लिन्थ्यो? अनि तापनि मैले भने कि आज निर्णय गरिनै मलाई जे होस्। अनि मैले के गरेँ कि त्यो प्रहरी चौकीमा फोन गरेँ, उहाँहरू पनि पछाडि आउनुभयो, ढिलो गरी आउनुभयो। मैले त्यसपछि सिडिओ कार्यालयमा फोन गरेँ त फोनलाई कन्ट्याक्ट भएन। अनि जिल्ला शिक्षा अधिकारीलाई फोन गरेँ। शिक्षा अधिकारीजीले के भन्नुभयो, नियममा जे भए पनि यस्तो विवादको अवस्थामा, किनकि तपाईँ डेली विद्यालय आउनुपर्छ, तपाईँ विद्यालयको लागि आवश्यक हो एउटा हेड टिचर, त विद्यालय आउनै पर्छ तपाईँलाई। विद्यालयको वातावरण यदि त्यो कारणले बिग्रिरहेछ भने तत्कालको लागि यो बैठक स्थगित गरिदिनुहोस्। म भने त्यसपछि पनि जोड दिइरहेछ भने के, म धेरै प्रयास गरेँ कि। सर, बिचमा एकछिन रोक्न चाहेँ। अब जस्तै नि अभिभावकबाट उहाँहरूले चाहिँ राम्रै सहयोग गर्छु, यो विद्यालयलाई झन् राम्रो बनाउने हाम्रो पनि सहयोग हुन्छ भनेर त्यसको पनि म जवाब दिन्छु। उहाँहरूले जति पनि कुरा गर्नुभएछ गठनको बारेमा निश्चित रूपले यो मेरो पनि कमजोरी हो, वास्तवमा म यसले स्वीकार गर्छु। म यदि पूर्णता दिन सकेन तापनि म उहाँहरूले भन्ने 7 जनामै हामी सबै निर्णय गरौँ,
7जनामै निर्णय गरौँ। धेरै विद्यालयमा अहिले उदाहरण छ जहाँ समिति पूर्णता भएको छैन, विवाद छ दुई ग्रुपमा। भने के छन् कि तपाईँको 7जना मिलेर नै चलाइरहेछ। कतिचोटि बैठक बस्दाखेरि उहाँहरू सिधै पोइन्ट लिएर आउने, यो जो निर्णय गर्नुहुन्छ गर्नुहोस्, नत्र हामी जुन चाहिँ साइन गर्दैनौँ। कतिचोटि माइनटमा साइन गर्नुभएको छैन। म धेरै बैठक गरिसकेको छु। उहाँहरू सिग्नेचर, मेरो कुरो मान्नुहुन्छ भने सिग्नेचर गर्छु, मेरो कुरो मान्नुहुन्न भने म सिग्नेचर गर्दिनँ। यस्तो पनि हुन्छ। त्यहाँ धेरै विद्यालयमा धेरै मुद्दाहरू हुन्छ। त्यो मुद्दा कति मुद्दा विद्यालयको हितको लागि हुन्छ हैन, कति मुद्दा ठिक छ उहाँहरूको पनि कुरो सही हो, म त्यसलाई पनि अस्वीकार गर्दैन। तर कति मुद्दा हुन्छ जो तुरन्त पुरा गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा पनि जग्गाको ठिका लगाउन भन्दा पनि उहाँ आनाकानी गर्ने कोसिस गर्नुभयो। त्यसपछि मैले यहाँ टिचरहरूको तपाईँको त्यो करार सम्झौता गर्नुपर्छ। एक वर्षपछि करार सम्झौता गर्नुपर्छ, म्याद थप गर्नुपर्छ। त्यसको लागि निर्णयको आवश्यकता। म धेरै प्रयास, धेरै सबै ठाउँबाट उहाँहरूलाई पनि सबैजनासँग सहकार्य गरेर त्यसपछि उहाँहरूलाई कन्भिन्स गरेर म त्यो करार सम्झौता गराएँ। अनि जस्तै नि एउटा जिज्ञासा के आयो भने त्यसपछि म एउटा अरू कुरो भन्छु। हजुर। सुरुमै उहाँहरूले के गर्नुभयो कि म हेड टिचर बन्ने बित्तिकै हजुर उहाँहरू सुरुदेखि नै अब के छ उहाँहरूलाई, म पनि यही समाजमा हुर्केको मान्छे, धेरै पुरानो मेरो यहाँ पनि नाता छ। धेरैजना यहाँ पनि आउनुभएछ। धेरै मेरो जुनियरैहरू छन् यहाँ पनि आउनुभएका मध्ये पनि। त म सुरुमै उहाँहरूले के गर्नुभयो, सम्बन्ध जुन एउटा मजबुत हुनुपर्ने हो, सुरुमै सम्बन्ध अलिक किन त्यो अलिकति भयो तापनि म त्यतिलाई माइन्ड गरेन। उहाँहरूले मलाई नसोधिकन, मसँग कुनै राय नलिकन पहिला यो विद्यालयको खाता रोक्नुभयो ब्याङ्कमा गएर। 4जना मिलेर उहाँहरूले 4जना निवेदन दिएर ब्याङ्कमा खाता रोक्नुभयो। अनि मैले त्यो ब्याङ्कमा खाता खोल्न जाँदाखेरि भन्नु कि समितिको डिसिजन चाहियो। त ठिकै छ समितिको। अनि उहाँहरूले मान्नु भएन, म डिसिजन गर्दैनँ, खाता रोक्नुहोस् भनेर। पछि यहाँ धेरै विवाद भयो। यहाँ स्कुल स्ट्राइकको अवस्था आयो। सरहरूले भन्नुभयो कि यदि हामी तलब पाएनौँ समयमा भने हामी पढाउँदैनौँ। यस्तो अवस्थामा मैले नगरपालिकालाई जानकारी दिएँ, उहाँहरू खाता खोल्न राख्नुभएछ भने म के गरौँ, तपाईँहरू नै भन्नुहोस्, तपाईँहरू यसको निकास दिनुहोस् भनेर। अनि त्यसपछि नगरपालिकाबाट एउटा नगर शिक्षा समिति, योभन्दा व्यवस्थापन सम्बन्धीभन्दा माथि छ नगर जनकपुर महानगरपालिका, नगर शिक्षा समितिले के गर्यो कि खाता खोल्ने निर्णय म्यानेजरसँग पनि सोधेर यसमा के हामी गर्न सक्छौँ कि विद्यालयमा टिचर जब काम गर्छ भने महिना मरेपछि उसको तलब पाउनै पर्यो। कुनै पनि विवादमा कुनै शिक्षकको तलब रोक्नु हुँदैन। विवाद आफ्नो ठाउँमा चाहिँ विवाद त उहाँहरूले त्यसपछि डिसिजन गर्नुभयो कि नगर शिक्षा समितिबाट जुन चाहिँ खाता खोलिदिनु पर्यो। खाता खुलिसकेपछि पनि के गर्नु, फेरि रोक्नको लागि उहाँहरूले एकदम सुरुदेखि नै उहाँहरूले एकदम अब के छ कि उहाँहरूलाई मलाई लाग्दैन म कुनै पनि विद्यार्थीको हितमा म अहिलेसम्म हित गर्ने म आफू अब म कोही हनुमानजी होइन कि छाती चिरेर देखाइदिन्छ, तर म विद्यार्थीको हित गर्ने अहिलेसम्म मलाई लाग्छ म कुनै त्यस्तो काम गरेको छैन। त्यतापट्टि नजाउँ, एकैछिन सर, एउटा क्वेसनको हजुर जवाब दिनुपर्छ। सुन्नु सर, के छ भने विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवार भनौँ, शिक्षक परिवार, विद्यार्थी सब नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। सबैले मिलेर जानुपर्छ। उद्देश्य यहाँ सबैको राम्रै देखियो। तपाईँले भनेको कुराहरू पनि ऊ छ, तर बिचमा यो 27 महिनाको ग्याप भनौँ न, यो लामो ग्याप होइन, विद्यालय व्यवस्थापन पूर्णता जुन एउटा चाहना थियो र एउटा जोस जागरले काम गर्ने थियो, त्यो विद्यालय व्यवस्थापन पूर्णता हुनको लागि कहाँनिर कुरा रोक्यो अलिकति बताइदिनुहोस्। त्यहाँ त्यही सदस्य बीच विभेद, म यति लिन्छु म यति लिन्छु। म कति अब यो कुरो भन्छु कि उहाँहरूले जब चुनाव लड्दाखेरि वार्ड अध्यक्ष पनि उहाँहरूसँगै हुनुहुन्थ्यो। चुनाव हुँदाखेरि के हुन्छ, अब राजनीतिक हिसाबले अब सबै कुरो मिलाउनु पर्छ। त्यति बेला म एउटा टिचरको रूपमा मात्रै थिएँ। अब त्यति बेला उहाँहरूको के सम्झौता भयो भएन त्यो म सरोकारको विषय पनि होइन, तर अहिले सोध्नु भयो भने म भन्छु कि उहाँहरू त्यति बेला सँगै हुनुहुन्थ्यो, वार्ड अध्यक्ष पनि। पछि जब यो मनोनित गर्ने उहाँहरूले वार्ड अध्यक्षले मैले सोद्धाखेरि उहाँहरूले भन्नुभयो कि 4जना निर्वाचित उहाँहरूले जुन क्यान्डिडेट खडा भयो त्यसलाई तपाईँहरू गर्नुहोस्, त्यसपछि मनोनित जुन छ तपाईँहरूले दिन्छु। अनि त्यसपछि मनोनित दिने बेलामा उहाँहरू इन्कार गर्नुभयो।
उहाँको भनाइ हुन्छ र अब त्यसमा सत्यता के हो त्यति बेला म त्यति बेला हेड टिचर पनि थिएन अनि त्यति बेला त्यो त्यही भयो कि तपाईँको त्यस कारणले गर्दा के भयो कि उहाँहरू यो कुरो मानिराख्नु भएको छैन तापनि मेरो तर्फबाट म भन्छु कहिले पनि म व्यवस्थापन समितिको बैठक बसाउन तयार छौँ 7 जनामा हामी कुनै पनि निर्णय 7 जनामा अड्किँदैन मेरो विचारमा जबसम्म गठन यसको मतलब बैठकै नगर्ने भने जबसम्म मनोनित उहाँहरूको एउटै धारणा छ पुरा जति भन्नुभएछ मेरो विचारमा म निराधार भन्छु यसलाई एउटै धारणा छ उहाँहरूको जबसम्म पूर्णता हुँदैन एउटा पनि बैठक गर्न दिँदैन कुनै निर्णय गर्न दिँदैन ल आधिकारिक रूपमा सर कहिले बैठक गर्नुहुन्छ आज म फेरि एकचोटि फेरि म नगरपालिकासँग कुरो गर्छौँ त्यसपछि तपाईँको वार्ड अध्यक्षसँग पनि कुरो गर्छौँ र एउटा हामी सर्वपक्षीय बसाएर सबैजनाले बसाएर सबै पक्षबाट बसाएर छिटोभन्दा छिटो हामी यसलाई निकास दिने प्रयत्न गर्छौँ श्री कन्ट्री झा नमुना मावि बभन गम्माको 27 महिना भइसक्यो समिति 4 जना निर्वाचित भइसक्नुभयो हैन जुन बुद्धिजीवीबाट चन्दादाता लगायत नागरिक समाजबाट र वार्डबाट प्रतिनिधि किन भइरहेको छैन पूर्णता किन भइरहेछ त्यो बताइदिनुहोस् त धन्यवाद हाम्रो नाम चन्द्रेश्वर शाह जनकपुर महानगरका वार्ड नम्बर 25 को वार्ड अध्यक्ष चन्द्रेश्वर शाह हामीलाई वार्डबाट बेसाएका छ दाताबाट अहिले क्लियर भएको छैन दातामा विवाद फसिसकेको छ दाताको नहुने जेलसम्म पूर्णता कसरी हुन्छ त्यही मेरो भनाइ छ अब जस्तै नि दातामा जुन चन्दादाताहरूको परिवार नरहेको कुराहरू हामीले बुझेका छौँ यदि चन्दादाता परिवार नरहेमा विकल्प त म जानुपर्छ नि चन्दादाताको परिवार छँदैछ नि माने त्यो मरिसक्यो उसको दियादहरू हुन्छ नि हजुर त्यो सबै छँदैछ 25-30 गर्छन् त्यसमध्येमा एकजनाले लिनुपर्ने थियो त्यो हामीले चुनेको होइन नगरपालिकाले उसलाई राखिदिया छ त्यसको त मान्यता दिनु पर्यो हाम्रो त हेड हो नगरपालिका वार्ड गरेर त नगरपालिकै हेड हुन्छ त्यसलाई राखेर तब केही कुरा हुन्छ राख्दै त हामी कसरी गर्ने चन्दे दत्तैको आउँदैन तपाईँ चन्दा तितालाई के गर्ने माने हटाइदिने छाँटिदिने हामी गएर उहाँ बस्ने त्यो पनि मिलेन नियममा चन्दादातालाई जसले 29 बिघाको जमिन दिया छ स्कुल बनाएछ कन्ट्री ढाले उसको आफ्नो शाखा सन्तान छैन अन्त त्यसको अरू भाइ भतिजा यताउति छँदै छन् नि त्यो मध्येमा त एकजना त लिनै पर्छ नि त्यही कारणले अहिलेसम्म अपूर्ण छ अब जस्तै नि हेड सरले भन्नुभयो 10 दिनमा चाहिँ म समितिहरूलाई पूर्णता दिने पूर्ण प्रयास गर्छु त्यो प्रयासमा वार्ड अध्यक्ष हजुरको के भूमिका रहन्छ अब हेड मास्टरको पूर्णता दिने त अधिकार छँदैछन् त उसलाई दिन्छ त हामी यसमा समर्थन गर्छौँ हाम्रो यसमा केही भनेको छैन हामीलाई के भन्नु पूर्ण समर्थन हुन्छ हेड मास्टरले गरेको हामीलाई पूर्ण समर्थन हुन्छ धन्यवाद